प्रिन्सिपल सरजी, मलाई यहाँ बोल्ने मौका दिनुभएकोमा, आदरणीय यस विद्यालयका प्राचार्य, सहप्राचार्य, शिक्षक शिक्षिकाहरू, मेरा प्यारा साथीहरू र भाइ बहिनीहरूमा म अञ्जली ठाकुरको तर्फबाट न्यानो अभिवादन। आज म यस इन्टरनेसनल चिल्ड्रेन इङ्ग्लिस बोर्डिङ स्कुलको एक अनुशासित विद्यार्थीको रूपमा आफ्नो अन्तिम मन्तव्य राख्न गइरहेकी छु। यो कुरा भनिरहँदा मेरो मन एकदमै भावुक भइरहेको छ। आज मेरो मनमा शब्दहरूभन्दा पनि भावनाहरू बढी छन्। यो छोटो मन्तव्यमा मेरो सबै भावनाहरू अटाउँदैनन् होला। म पहिलो पटक यस विद्यालयमा पढ्न आउँदा र अहिले पढिरहँदा धेरै कुराहरू परिवर्तन भइसकेका छन्। मैले आफ्नो जीवनको 11 वर्षको लामो यात्रा यस विद्यालयमा बिताउने मौका पाएँ। विद्यालयले सिकाएको क्रममा भौतिक, खेलकुद, अतिरिक्त क्रियाकलापहरूमा धेरै प्रगति गरेको छ र सोही अनुसार मैले सिक्ने मौका पनि पाएँ। यसरी विद्यालयको प्रगति देख्दा मलाई साह्रै खुसी लाग्छ र आशा छ भविष्यमा पनि मेरो विद्यालयले यसरी नै प्रगति गर्दै जानेछ। म नर्सरीदेखि कक्षा 8सम्म आइपुग्दा कति साथीहरू बने, कति साथीहरू छुटे। कहिले रमाइलो त कहिले पढाइको भार, कहिले शिक्षकको माया त कहिले शिक्षकको गाली। विद्यार्थी जीवन भनेको नै यही हुँदो रहेछ। प्रगति र परिवर्तनको 11 वर्ष सुन्दा त कति लामो लाग्छ, तर बिताउँदा धेरै छोटो हुँदो रहेछ। म सानो हुँदा कक्षा 8 भनेको टाढाको कुरा जस्तो लाग्थ्यो, तर समय कति चाँडो बित्यो थाहै भएन। आज म जे छु, जे सिकेको छु, जे जति हासिल गर्न पाएँ, सबैको श्रेय मेरो विद्यालयलाई जान्छ। मेरो विद्यालयले किताबको पाठ मात्र होइन, आत्मविश्वास, अनुशासन, मित्रता, सपना देख्ने र त्यसलाई पुरा गर्ने आँट गर्न सिकायो। मेरो विद्यालयले हामीलाई सधैँ आफ्नो प्रतिभा देखाउन प्रोत्साहन गर्यो। यदि मेरो विद्यालय नभएको भए आजको म हुने थिइनँ होला। सर्वप्रथम त धन्यवादको पात्र मेरो विद्यालय छ। यदि म गाउँको कुनै विद्यालयमा पढ्दा यति अवसरहरू पाउने थिइनँ होला। विशेष गरी त हाम्रो प्रिन्सिपल सर दिगम्बर महतोज्यूलाई, उहाँको सदैव साथ र उत्प्रेरणाको म सधैँ आभारी रहनेछु। मलाई विभिन्न क्षेत्रमा सफलता हासिल गराउनुमा उहाँको ठुलो योगदान छ। त्यसका लागि हाम्रो प्रिन्सिपल सर दिगम्बर महतोज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी मेरा सम्पूर्ण गुरुवर्गहरू, तपाईँहरूको माया, ज्ञान र मार्गदर्शनले यहाँसम्म ल्याएको छ र आशा छ भविष्यमा पनि तपाईँको माया, साथ र आशीर्वाद रहिरहनेछ। मलाई धेरै कुराहरू सिकाएकोमा, बुझाएकोमा हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरा प्रिय भाइ बहिनीहरू, कक्षा 7 लगायत सम्पूर्ण जो मेरो साथी जस्तै छन्, जसले मलाई हरेक कुरामा साथ, सहयोग र माया दिएकोमा म सधैँ उनीहरूको आभारी रहनेछु। मेरा प्रिय क्लासमेटहरू, तिमीहरूलाई कहाँ बिर्सिन सक्छु र तिमीहरू बिना मेरो विद्यार्थी जीवन अधुरो हुन्थ्यो। हाम्रो हाँसो, रमाइलो, सानो झट्टा र फेरि मेलमिलाप, यी सबै सम्झनाहरू मेरो मनमा सदैव रहिरहनेछ। मलाई 11 वर्षको लामो यात्रामा सधैँ साथ दिएकोमा तिमीहरूलाई पनि धेरै धन्यवाद। भोलि हामी फरक फरक बाटोमा हिँड्नेछौँ, तर हाम्रो मित्रताको डोरी टुट्ने छैन भन्ने आशा छ। सबैजनालाई सुन्दर भविष्यको शुभकामना दिन चाहन्छु। आज काश समय रहन पाएको भए म सधैँ यही मोमेन्टमा रहिरहन चाहन्थे, तर जीवन गन्तव्यतिर लम्किन चाहन्छ र सायद जीवनको सुन्दरता पनि यही हो। म जहाँ गए पनि चिल्ड्रेन स्कुलको नाम गौरवका साथ लिनेछु। भविष्यतर्फ अगाडि बढ्न विदाय अन्त्य होइन, नयाँ सुरुवात हो। मेरो विद्यालय अझ प्रगति गरोस्, अझै म जस्ता हजारौँ विद्यार्थीहरूको भविष्य उज्यालो बनाओस्। धन्यवाद चिल्ड्रेन स्कुल मलाई म बनाइदिएकोमा, धन्यवाद मेरो जीवनको सबैभन्दा सुन्दर सम्झना बनेर रहेकोमा। हस् त, यति भन्दै म आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।